गुड आफ्टरनुन एभ्रिवान। मलाई चाहिँ सधैँ यो टपिक्समा चाहिँ होइन यसको चाहिँ एन्सर दिन मन लागिरहेछ क्या। यहाँ मेरो आफन्त साथीभाइहरूले होइन अब 50 लाग्यो, 55 लाग्यो, 60 लाग्यो होइन, अब बुढेसकाल लाग्यो भनेर भन्या हुन्छ है। तर म भन्छु क्या, बुढेसकाल त्यति बेला लाग्छ जब ओछ्यान परिन्छ नि, अनि केही गर्न सकिँदैन, एक गिलास पानी पनि खान सकिँदैन नि होइन। अरू कोही आउला र देला, अब कोहीले खानेकुरा पकाएर देला, अथवा कसैले मेरो यति काम गरिदेला भन्ने जुन अवस्था हुन्छ नि, त्यति बेला मात्रै मान्छेलाई बुढेसकाल लाग्छ के। जबसम्म हात खुट्टा चलिरहेछ होइन, आफ्नो काम आफै गर्न सकिन्छ, अनि एक ठाउँबाट अर्को ठाउँमा जान सकिन्छ होइन। अरू कुरा भनौँ न गर्नलाई, अब घरकै काम भनौँ, बाहिरको काम भनौँ होइन, जे कुरा पनि जबसम्म आफूले गर्न सकिन्छ नि होइन, तबसम्म बुढेसकाल लागेको हुँदैन क्या, मेरो विचारमा चाहिँ होइन। बुढेसकाल भनेको के भनेको चाहिँ यो सोच चाहिँ बुढेसकाल लाग्यो क्या। मान्छे बुढे, एज इज जस्ट नम्बर भनेको द्याट्स राइट क्या, त्यो त एकदम ठिक कुरा हो क्या होइन। तपाईँलाई लाउनलाई अब मान्छे भन्छ नि होइन, ओहो बुढेसकाल आयो के लगाएको होला होइन, ओहो खायो भने त ऊ हुन्छ भनेर त्यो भन्छ। हो, कसैलाई होइन अब रोग लाग्यो भने अब खान नमिल्ने हुन्छ होइन, अब कसैलाई अब कुनै लुगा कसैलाई सुहाउँछ भने कसैलाई सुहाउँदैन होइन, त्यो कुरा छुट्टै हो होइन। तर उमेर भयो भन्दैमा लाउनै नहुने, खानै नहुने, घुम्नै नहुने, नाच्नै नहुने, गाउनै नहुने भन्ने हुँदैन क्या। त्यो चाहिँ उमेरले छेक्दैन क्या। त्यो त आफ्नो एउटा चाहना होइन, एउटा के भन्छ अब आफूलाई मनपर्ने कुरा, कसलाई के मनपर्छ कसलाई के मनपर्छ होइन। अनि तर आफूलाई मन पर्छ भने त्यो कुरालाई दबाउनु हुँदैन क्या, त्यो कुरा गर्नुपर्छ कि मेरो यति भयो सुहाउँदैन कि कसले के भन्छ कि कसले न, जोसुकैले जेसुकै भन्नुहोस्, तिमीलाई आफूलाई इच्छा छ भने गर्ने हो। अरूले न खान दिन्छ, न लाउन दिन्छ, न केही गरिदिन्छ, न दुःख पर्दाखेरि साथ दिन्छ। अरू भनेको त अब कोहीहरूको राम्रो मन हुन्छ र गर्छ होइन, नत्र प्राय मान्छेहरू भनेको कुरा काट्ने, खुट्टा तान्ने। राम्रो काम गऱ्यो भने पनि नराम्रो काम गऱ्यो भने त छँदैछ, राम्रो काम गऱ्यो